यो भिडियो बनाइराख्दाखेरि आज हामी दुई भाइलाई नै एकदमै नरमाइलो भित्रैबाट नरमाइलो लागिरहेको छ, किनभने जुन फिल्डबाट हामी बिलोङ गर्छौँ त्यही फिल्डको आज एउटा होनार चेली जसले राष्ट्रलाई विश्व भर चिनाइरहनु भएको थियो र हामीलाई गर्व हुने एउटा महसुस दिइरहनु भएको थियो हामी नेपाली हुनुमा। हाम्रो सावित्रा भण्डारी अल्सो नयाँ साम्बा जो चाहिँ अहिले चोट ग्रसित हुनुहुन्छ धेरै महिना अगाडिबाट, र अब कसैले पनि उहाँलाई अब हेल्प नगरेपछि हाम्रो एसोसिएसन हाम्रो सङ्घले बडो दुःख लागिरहेको छ। र आज मैले बहिनीलाई हेरिराख्दाखेरि आफूलाई पनि विगतमा लिएर जाँदाखेरि चाहिँ म पनि एउटा नी सर्जरी गरेर बसेको एउटा खेलाडी हुँ र त्यति बेला मैले पनि पाइनँ। अब अहिले आएर यो गुनासो पोख्ने ठाउँ त होइन, तर पनि त्यति बेलाको त्यो कठिन समयमा आज महसुस गर्दैछु जुन अहिले बहिनीले भोगिरहेको हुनुहुन्छ होला। मैले पनि कतिलाई हेल्प मागेँ, कतिसँग ध्याएँ, एन्फालाई कति भने, तर कुनै रेस्पोन्स नआइसकेपछि हामी हारै खाएर म पनि 2-3 महिनापछि नै मेरो सर्जरी गरिएको। अब त्यस्तै अवस्थामा हाम्रो साम्बा बहिनी गुज्रिरहनु भएको छ र यो चाहिँ जोक होइन, यो एकदमै समय लाग्छ यो निको हुन पनि, र अपरेसन गरिसकेपछिको अझै बढी रिह्याबमा खर्च हुने एकदमै मलाई पनि थाहा छ। त्यो म पनि 1 वर्ष यसरी नै रिह्याब गरेर म पनि निको भएको मान्छे हो, यसरी फेरि खेल्न सकेको मान्छे हो। हामी नेपालीलाई चाहिने हाम्रो सावित्रा भण्डारी साम्बा चाहिँ जसरी हामी फुटबलमा ब्याक ल्याउनै पर्छ, त्यसको लागि पनि हामीले धेरै थोरै सबैजनाले मनैदेखि सहयोग गरौँ जति सकिन्छ। र मैले उहाँको क्युआर कोड, अफिसियल क्युआर कोड ब्याङ्कको मैले कमेन्ट बक्समा पनि राखिदिएको हुन्छु पिन गरेर। तपाईँहरूले जति सक्नुहुन्छ 100, 200, 50, 1000, 500 जति सक्नुहुन्छ मनदेखि उहाँलाई सपोर्ट गर्नु होला। कुनै समय मलाई एकजना मुखिया गुरुङ दाइले पनि मलाई त्यति बेला अलिअलि पैसा दिँदै म रिह्याब गर्थेँ, कहिले कोलाई माग्थेँ कहिले कोलाई माग्थेँ। एकदमै गाह्रो समय हो यो, हामीले बुझिदिनुपर्छ। अब जुन भन्ने अब एन्फा अब या त एउटा राष्ट्रले नबुझिसकेपछि एकदम गाह्रो कुरा हो, त्यसकारण सबैले बुझिदिनु होला र जति सक्दो साम्बालाई हेल्प गरेर चाँडोभन्दा चाँडो ब्याक ल्याउनु होला होइन। हामी दुई भाइको त्यही छ सबैलाई माग, सबैजनाले हेल्प गर्नु होला। जय देश, जय फुटबल, जय नेपाल।